ह्याप्पी होली गाइज हजुरहरूलाई स्वागत छ मेरो पार्ट 2 मिनी ब्लगमा। हिजो पार्ट बनाएको थिएँ नि होइन र, अनि आज चाहिँ पार्ट 2। हामी चाहिँ कहाँ जाँदैछौँ भने नि गाइज, पिकनिक प्लस ह्याप्पी होली मनाउनको लागि हामी चाहिँ यहाँ लेज खाँदै चटपटे बनाउँदै होइन, अनि त्यस पछाडि रमाइलो गर्न आएका छौँ सबैजना। एकदमै खुसी ह्याप्पी छौँ होइन। र लन्डनमा चाहिँ यत्तिको साथी मिल्नु भएपछि के चाहियो र। अनि हामी चाहिँ टक्कसँगले चटपटे बनायौँ, अनि चना भुटेर ल्याएको थियौँ, अनि प्याजी ल्याएका थियौँ, प्लस धेरै थोक पनि थियो। हामीले खाँदै रमाइलो गऱ्यौँ र एकछिन आफू तातो हुनको लागि चाहिँ बलहरू पनि खेल्यौँ है। मैले चाहिँ एक हानेको कहाँ पुग्यो पुग्यो कि होइन। जे होस्, म चाहिँ बल राम्रो खेल्दो रहेछ। आयो कलरको पालो, अनि हामीले चाहिँ कलर लगायौँ। मलाई दाइले कलर लगाइदिनु भयो। त्यस पछाडि सबैले पालो लाउँदा म त भूत भयो भने नि, अनि केटाहरू लडीबडी गर्दै जे होस् कलर चाहिँ एकअर्कालाई लाउँदै हामी चाहिँ जस रमाइलो गरिरहेको थियौँ। एकदमै रमाइलो फिल भइरहेको थियो यत्तिको देख्दाखेरि। लन्डनमा नि यत्तिको साथी पाएपछि त के हेर्नु त मलाई कस्तो भूत बनाइदियो क्या। फेरि म चाहिँ पोज दिन नछोड्ने कि जस्तै भए पनि होइन या भन्दै आफू चाहिँ रमाइलो गरिरहेको थियौँ। हामी चाहिँ डान्स गऱ्यौँ बुइनी र म, अनि टक्कसँगले यता हेरेको अर्कोलाई पनि दल दिइरहेको रहेछ, ए फोटो खिचिदिउँ न भन्दै खिचिदिएको। जस नेपालको कमी चाहिँ भएको छैन। नेपालमा हुँदा नि यत्तिको खेलिन्थ्यो र यहाँ पनि यत्तिको साथी पाएँ, खुसी लाग्छ मलाई। आफू लन्डनमा हुँदा पनि यत्तिको होली खेल्न पाएँ। अनि फेरि मैले चाहिँ एक हानेर बल उडाइदिएको। बुइनी त दिदी बिस्तारै हान्नु न भन्दै थियो। अब हामीले चाहिँ घर जाने बेला भयो गाइज होइन। अब हामी चाहिँ घर हिँडेको। बाई बाई। कस्तो लाग्यो हजुरलाई मेरो भिडियो कमेन्ट गर्नु होला। हवस् त, धन्यवाद, टाटा।